नालायकहरू कतिसम्म लाज बचाउन सक्छन् भने यिनीहरूलाई लाज शरम भन्ने केही पनि हुँदैन। राजाले सर्वस्व खाए भनेर राजा फाले। अहिले राजधानीदेखि ओडासम्म छोटे राजाहरू छ्यापछ्याप्ती छन्। अनि यो अहिले निकै चर्चामा आएको विषय प्रधान न्यायाधीश नियुक्तिमा 2092 सालसम्मको लागि आज मिति 2083 सालमै प्रधान न्यायाधीश यो बन्छ भनेर तोक लगाएर राख्ने अधिकार चाहिँ उनीहरूलाई कसले दियो? के आधारमा उनीहरूले 2092 सालसम्मको लागि के आधारमा आज नै 2083 सालबाटै 2092 सालसम्म यो न्यायाधीश बन्छ भनेर के आधारमा चाहिँ उनीहरूलाई तोक लगाएर राख्यो? कसले राख्यो? त्यो यो परम्परा के को लागि थियो? 10-12 वर्ष पछाडि हुने न्यायाधीशले देश र जनताको हितमा मात्रै काम गर्छ, अरू तलमाथि केही गर्दैन, इमान्दार हुन्छ, यो सही हुन्छ भनेर त्यो सर्टिफिकेट चाहिँ कसले बनाएर दियो? भोलिका दिनमा त्यो न्यायाधीश नालायक निकममा देशद्रोही निस्क्यो भने त्यसको जिम्मा कसले लिने? पछि 10-12 वर्ष पछाडि हुने न्यायाधीश पछि आएर सही छ, कुनै पार्टीको कार्यकर्ता होइन, एकदम दुधले नुहाएको छ, तलमाथि केही गर्दैन, यो भन्ने ग्यारेन्टी चाहिँ कसले लिने? गगन थापाले लिने, विश्वप्रकाशले लिने, केपीले लिने, प्रचण्डले लिने, शेरबहादुरले लिने? जिम्मा चाहिँ लिने कसले? एउटा राजाले सर्वस्व खायो, धेरै खायो भनेर राजा फालेका हामी जनताहरू अब त्यो आउँदै नआएको कार्यकालको लागि आजैबाट प्रधान न्यायाधीश यो हुन्छ भनेर त्यो तोक लाउने परम्परा किन चाहिएको? यो परम्परा के का लागि हो?